Oi, Mati! Oi. Oi, रोडमा पुगेर माथि यार। ओ छिटो भाग है। त्यो बाउन्ड नभएको न बुझेको बुझेछ। ओए मिसिनै लगिदियो यार। ओए पाइप सब भत्क्यो यार। ओए त्यो माथिको बाटोमा पुग्यो। ओए मिसिनै नि हाल्छ। Oi, olha ele agora. Boa, boa. Vamos lá. Boa. Boa. Mati, mati, vaga. Tira vaga, mati na. Oi, vaga. Oi, yes, oi, yes, oi. धेरै नै ठुलो आएको छ अचानक विपत्ति आयो Oi. Yes, oi. Ah, भाग छिटो. कसै माथि आयो. ओए झुट. धेरै नै ठुलो आएको छ ओए भाग ओए छिटो भाग यो ड्याम पनि फुट्छ हाम्रो ठुलदाई र श्रीराम दाईले यहाँ रुखमा अड्केका व्यक्तिलाई भर्खरै उद्धार गरेर लिएर आउनु भएको छ। उहाँलाई के पानी 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 सानी भयो त्यहाँबाट चौकीबाट या त भाइ पानी लिएर आऊ त होइन मुख सुख धुन त्यो नाकसाकतिर लायो हुनसक्छ। हाम्रो श्रीराम श्रेष्ठ र कृष्ण नेउपानेले उहाँलाई उद्धार गरेर लिएर आइसक्नु भएको छ भने उहाँ चाहिँ रुखमा दिदी दिदी नआतिनु एम्बुलेन्समा लाग्छ। हाम्रो कृष्ण नेउपाने र श्रीराम श्रेष्ठले उहाँलाई उद्धार गरेर लिएर आउनु भएको छ। उहाँको ठुलो हातमा ठुलो घाउ छ अब हामी एम्बुलेन्स बोलाएर उहाँलाई लाँदैछौँ। उहाँ त्यो हिलोमा गएर उद्धार गरेर श्रीराम श्रेष्ठले ल्याउनु भएको छ भने कृष्ण नेउपाने सँगै हुनुहुन्छ। उहाँहरू सहयोग गर्ने दुईजनालाई धेरै धेरै हामी धन्यवाद दिन चाहन्छौँ। रुखमा अड्किएर बस्नु भएको थियो भने उहाँलाई हाम्रो मेजर कुमारले पनि हजुर उहाँ पनि उद्धारकै क्रममा जानुभएको थियो। सँगसँगै पानी भन्दा पनि ऊ लिएर आउन मुख धोइदिनु एम्बुलेन्सलाई फोन गरौँ न पानी खुवाउनु हावा उहाँ उद्धार गरेको मान्छेको देब्रे हातमा ठुलो चोट छ। उहाँलाई एम्बुलेन्समा लाँदैछ भने नेपाली सेनाको उद्धार टोली आइसकेको छ। नेपाली सेनाको उद्धार टोली आइसकेको छ भने अब उद्धार हुने क्रम उद्धार भइरहेको छ।
छोडिदिनु त उहाँले रेस्क्यु गरौँ छोडिदिनु यो मान्छेलाई लानु पर्यो लैजानु न उहाँले लैहाल्नु उहाँ एकजना रुखमा यहाँ अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरू उद्धारको क्रममा हुनु